हेलो एभ्रिवान, सबैजनालाई वेलकम गर्न चाहन्छु मेरो युट्युब च्यानल द फन्नी बोयमा। र आज चाहिँ म काठमाडौँको मुटु कोटेश्वरमा छु। टक्क लाएर होइन, आज चाहिँ गाउँबाट आइरहेको छु। अब यहाँको दृश्यहरू तपाईँले देखाउन गइरहेको छु। आकाशमा प्लेन पनि उडिरहेको छ। यसले गर्दा म चाहिँ अहिले कोटेश्वरको साँझको टाइम तपाईँहरूलाई देखाउन गइरहेको छु। एकदम सुन्दर हराभरा छ अहिलेको अवस्थाहरू, एकदम रमाइलो छ। र अहिले चाहिँ हामी यहाँ बाटो काट्ने कार्यक्रम भइरहेको छ। यहाँनिर मान्छेहरू वेटिङमा छ। ट्राफिक अब अलिकति जाममा छौँ होइन। अब यहाँ ट्राफिकले बोलाइसकेको छ, हामी यहाँ अब जाँदैछौँ। ओके, देख्न सक्नुहुनेछ तपाईँहरूले कोटेश्वरको जाममा बाटो काट्दैछौँ हामी अहिले। ओके गाइज, भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यहाँ कोटेश्वरको रमाइलो दृश्यहरू तपाईँहरूलाई मैले देखाउन गइरहेको छु। हाम्रो यहाँ ट्राफिक दाजु चाहिँ यहाँनिर आफ्नो काममा व्यस्त हुनुहुन्छ। एकदमै कोटेश्वरको अहिलेको सुन्दरता पछिल्लो समय एकदमै सुन्दरता देखिरहेको छ। सरसफाइ एकदम राम्रो छ पहिलाको भन्दा। एकदमै यहाँको मान्छेहरूको चाफ देख्न सक्नुहुनेछ तपाईँ। साँझको टाइम एकदमै रमाइलो, एकदम भिडभाड छ अहिले। ट्राफिक दाजु आफ्नो काममा व्यस्त हुनुहुन्छ। यहाँनिर मान्छेहरू आफ्नो गन्तव्यमा हिँडिरहनु भएको छ। तर कहाँ हो, कसरी हो होइन, कहाँ पुग्ने हो, एकदम व्यस्त, एकदम हतारमा देखिन्छ यहाँनिर सबैजना यात्रीहरू। यहाँनिर बस कुर्दै हुनुहुन्छ। मान्छेहरू आफ्नो ठाउँमा लम्किरहनु भएको छ होइन। एकदमै यो व्यस्त सहर काठमाडौँ कोटेश्वरको चाहिँ दृश्य हो, तपाईँहरूलाई देखाइरहेको छु। कृपया भिडियो सेयर गर्नुहोला। यदि सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला कृपया। यो चाहिँ मेरो तपाईँहरूलाई भ्लगमा देखाइरहेको छु काठमाडौँ कोटेश्वरको यो सुन्दरता, यहाँको व्यस्तता। मान्छेहरू लगभग 5 बजिसकेको छ। यति बेला चाहिँ जाम लागिरहेको छ। त्रिभुवन विमानस्थल नजिकै कोटेश्वर छ होइन। यहाँनिर चाहिँ प्लेनहरू पनि आइरहन्छ। यहाँको सर र सबैजना यहाँ आफ्नो काममा व्यस्त छ। अहिलेको यो पछिल्लो समयमा चाहिँ यहाँनिर पुरै ट्रायल बिछाइएको छ। कोटेश्वरको यो सडक देख्न सक्नुहुन्छ, फुटपाथ सडक एकदमै सफा र सुन्दर हराभरा देखिरहेको छ। यो काठमाडौँको मेयर बालेन शाहको यो एकदमै रमाइलो, रोचक र सुन्दरता उहाँको यो कामलाई सबैजनाले सल्युट पनि गर्नुपर्ने हुन्छ। किनभने उहाँ आइसकेपछि कोटेश्वरको मुहार एकदमै फेरिएको छ। तपाईँहरूले देख्न सक्नुहुनेछ सुन्दरता कोटेश्वरको। ओके गाइज, सबैजनालाई धन्यवाद।